हेलो साथीहरू, सबैजनालाई नमस्कार। आज 2081 12 महिना 15 गते नेपाल पुलिस प्राविधिक प्रहरीतर्फ भ्याकेन्सी खुलेको हुनाले म हजुरहरू मार्फत केमा खोलेको छ त फारमहरू त्यो देखाउन गइरहेको छु। कृपया हजुरहरूले राम्ररी हेरेर बुझेर फारम भरेर आफ्नो करियर बनाउन अनुरोध गर्दछु। तसर्थ म अब यसमा गए हाम्रो प्राविधिक प्रहरीको पोर्टल साइटतिर मैले अगाडि नै डाउनलोड गरेको थिएँ, त्यसैले म यसलाई डाइरेक्ट यहाँदेखि हेर्छु। अब केमा खुलेको छ त म हजुरहरूलाई भन्छु है, राम्ररी सुन्नु ध्यान दिएर। प्रथम पटक प्रकाशित मिति 2081 12 महिना 15 गते। नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहने निम्न बमोजिमका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमका योग्यता पुगेका नेपाली नागरिकहरूबाट अनलाइन दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी अनलाइन रिक्वायरमेन्ट म्यानेजमेन्ट सिस्टम ORMS मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ। अनलाइनबाट दरखास्त फारम भर्न नेपाल प्रहरी वेबसाइट www.nepalpolice.gov.np को करियरभित्र अनलाइन एप्लिकेसन वा https://careers.nepalpolice.gov.np बाट भर्न सकिनेछ। फर्स्ट अफ अल आवश्यक माग पद सङ्ख्या कतिजनाको माग आएको छ त है, केमा आएको छ त्यो सबै यहाँनिर छ। ओके, विज्ञापन नम्बर सूचना प्राविधिक निर्देशनालयतर्फ उपसमूह इन्जिनियरिङतर्फ है। विज्ञापन नम्बर पद उपसमूह खुल्ला उमेर अशक्त प्रहरी परिवार महिला आज मधेसी दलित पिछे जम्मा माग सङ्ख्या है, राम्ररी हेर्नु होला। ओके, अब के भनेको छ त यहाँ नम्बर 1 मा 0 छ 8182